साथी नमस्ते है दाजु दिदी बहिनी साथीभाइहरू होइन। मैले चाहिँ अब ट्याक्सी चलाउँदैछु होइन। चलाउनु थालेको त्यही 8-10 दिन भयो। भ्लग चाहिँ मैले पहिल्यैदेखि स्टार्ट गर्ने भनेर सोचेको थिएँ, तर अलिकति नमिल्ने कि अब पैसा पनि कमाउनु पऱ्यो नि त होइन। भ्लग मात्र बनाएर त भएन। एउटै मोबाइल छ, त्यसमा इनड्राइभ कनेक्ट गरेर अब इनड्राइभ हेरिराख्नु पर्ने हुन्छ कि, त्यही भएर भ्लग पनि बनाउनु पाएको थिएन होइन। अनि त्यसपछि अर्को कुरा के भन्दाखेरि त्यही हो, गाडी चलाएको 8-10 दिन भयो होइन। अब अहिले चाहिँ टिप छैन कि, अहिले 2 बजी लाग्यो, 1:45 त्यस्तो भयो होइन। अनि अहिले चाहिँ टिप के भन्छ अरे टिपै पाएन क्या। टिप नपाएपछि लास्टै जाऊ फेरि यहाँ म भइसक्यो होला 20 मिनट जति यहाँ बसेको, टिपै पाएन कि। थमेलबाट एउटा 2जना केटाहरूलाई यता लिएर आएको। अब अहिले खासै टिप पाएन, निन्द्रा पनि लाग्दै आयो, त्यही भएर यसो के गर्ने सोचायो भने फेरि यसो भिडियो पनि बनाऊँ न त भन्ने जस्तो सोच पनि आयो। अहिले चाहिँ म यहाँ कोटेश्वरभित्रतिर छु होइन। अब रुट नथाहा भएर पनि लास्ट टेन्सन थियो, फेरि कता घुम्नुपर्ने क्या। त्यो म्यापले पनि लङ बाटो देखाइदिने, अनि कहिलेकाहीँ त्यो हुन्छ नि बाइक छिर्ने जतिको बाटो पनि देखाइदिने क्या। अनि त्यति बाटोले त फेरि गाडी छिर्दैन त्यो बाइक छिर्ने बाटोमा त। अनि त्यही भएर चाहिँ गाह्रो हुन्छ बेलामा। इनड्राइभले पनि गुगल म्यापले पनि धेरै दिन्छ क्या। पैसा त कमाउँछ इनड्राइभमा पनि होइन। अब मैले चाहिँ अब ट्याक्सी चलाएको त्यही 8-10 दिन जति भयो। अनि लाइसेन्स त्यही निस्किएको 2-3 दिन मात्र भएको थियो, रसिद पनि आएको थिएन, त्यो पास मात्र लेखेको चिट के। त्यही मात्र भए पनि मलाई गाडी चाहिँ दियो क्या। गाडी चाहिँ अब कसको भन्दाखेरि यो अब कसको भन्ने अब हाम्रो एउटा दाइको हो होइन। अब त्यो दाइले चाहिँ पहिलेदेखि चिनिरहेको भएर अब अनि मैले केही कन्डिसनहरू यस्तो गरिदिन्छु दाइ भनेर पनि दाइले पनि मलाई गाडी दिए हो। जस एक बोलीमै दियो, मलाई त्यो खुसी लाग्छ होइन। अब अनि अरू त अब के भन्ने हो र। अब यस्तो बेलामा लाइसेन्स भए पनि खासमा गाडी नै पाउँदैन कि। त्यो मान्छेहरूले भन्छ नि लाइसेन्स निकाल गाडी चलाए भन्ने मात्र सजिलो हो कि, गर्नलाई धेरै गाह्रो होइन। गर्नलाई धेरै गाह्रो हो त्यो। अब लाइसेन्स मात्र निकालेर गाडी चाहिँ कसको पाउने त होइन। मेरो त अब यहाँ एउटा चिनेको दाइ थियो, बच्चैदेखि मलाई देखिरहेको भेटिरहेको दाइले। अनि मैले चाहिँ अब फोन गरेँ त्यहाँ, अब गाडी लिन्छु भनेर सोचेको थिएँ। पछि लास्टमा गाडी अहिले लिएर काम पनि छैन होइन। अनि त्यसमाथि अनि अझ पैसा पनि छैन कि। 4-5 लाख जति सो गर्नुपर्छ, त्यसपछि डाउन पेमेन्टमा भनेर भनेको थियो क्या। डाउन पेमेन्ट गर्नलाई पनि 4-5 लाख कहाँबाट लिएर आउने होइन। त्यही 4-5 लाख नभएर चाहिँ अनि त्यसपछि नजिक हाले आएन गाडी पनि। अब यहीँ हो दाइको पनि गाडी छ। गाडी भएपछि दाइलाई भने मैले यस्तो दाइ लाइसेन्स निस्केको थियो, काम चाहिएको थियो भनेको थिएँ मैले यसरी नै। अनि त्यसपछि मिल्छ भने तपाईँको गाडी दिन्न, म तपाईँको राति चलाउँछु, तपाईँ यतिकै बस्ने भए अनि तपाईँलाई 15-20 हज़ार जति डिपोजिट दिन्छु, अनि 1500 रुपियाँ एक रातको दिन्छु भने क्या। मैले चाहिँ 1500 रुपियाँ एक रातको दिन्छु, अनि 15,000 डिपोजिट दिन्छु। 15,000 डिपोजिट चाहिँ किन भन्दाखेरि होइन, 15,000 डिपोजिट चाहिँ अब हुन्छ नि। अब अरूहरूलाई त अब त्यत्रो वर्ष लाइसेन्स झिकाले पनि डिपोजिट लिनु पनि होइन। म चाहिँ नयाँ भएर ल्यायो, नत्र मसँग डिपोजिट लिँदैन थियो होइन। किनकि मैले गाडी पनि चलाउँदैन थिएँ। अब गाडी चलाइराख्दैन भने पनि थाहा क्या फेरि त्यो दालाई। त्यही पनि विश्वासमा यस्तो क्या, अब रातभरि हेर्न गाडी छोडिदिएको छ होइन। अनि अब 15,000 रुपियाँ दिएर अनि मैले भोलि गएर तपाईँको गाडी सारी यताउति केही मेरो कारणले केही खराब भयो अथवा मेरो कारणले मैले यताउति लगेर ठोक्काइदिएँ, अनि त्यो ठोक्काइदिएको गऱ्यो भने चाहिँ मेरोबाट त्यहाँबाट काट्नु, म अगाडि तपाईँलाई यति एडभान्स छोडिदिन्छु, अनि पछि तपाईँले गरिदिनु न भनेर मैले भने।
अनि त्यसपछि ल म सोचेर भन्छु है भने कि अनि त्यसपछि भोलिपल्ट मैले फेरि फोन गरेँ कि अब काम 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 चाहिएको भइरहेको थियो अनि त्यसपछि मैले फेरि फोन गरेँ अनि फोन गरेर अनि के गर्ने भयो त भनेको अनि आउनु त अहिले बेलुकातिर भनेर भने कि अनि त्यसपछि बेलुकातिर गएर 4-5 लाख जति हाल नि त म तिमीलाई एउटा ट्याक्सी मिलाइदिन्छु भने कि अनि पैसा भयो त दाइ मैले ट्याक्सी लिइहाल्थेँ नि त्यो पैसा नभएर त अहिले गाह्रो परिरहेको नि 2-3 लाख मात्र हुने भयो अब 1-1.5 लाख अब अरूसँग ऋण गरेर के लिने भने कि अनि मैले अनि त्यसपछि अहिले तपाईँको चलाइरहेको चाहिँ दाजु भने अनि त्यसपछि लास्टमा अनि त्यसपछि ल त्यस भयो गर नि त भनेर भन्यो अनि त्यसपछि त्यही बेलुका दिएन अनि भोलिपल्ट आउनु त भने अनि त्यसपछि भोलि बेलुकाबाट चलायो ठ्याक्कै भोलि बेलुकाबाट चलाएर फर्स्ट दिनमा त्यस्तै के अनि 25 तेल हालिदिएर 1600-1700 तेल हालेर 1500 रुपियाँ त्यो दाइलाई दिएर होइन अनि मैले गोजीमा त्यही 2025 जति कमाएँ कि फर्स्ट दिनमा चिट पनि खाएँ फेरि मैले होइन किन खाएँ भन्दाखेरि चाहिँ होइन सिट बेल्ट लगाएको थिएन होइन हुन त अहिले पनि मैले सिट बेल्ट लगाएको छैन तर सिट बेल्ट चाहिँ लाउनु पर्छ म अहिले त्यो भित्र बाटो भएर मात्र मैले नलाएको अनि सिट बेल्ट लगाएको थिएन होइन अनि त्यसपछि त्यही माथि ट्याक्सी लाइट पनि बलेको थिएन क्या अनि ट्याक्सी लाइट पनि बलेको थिएन सिट बेल्ट पनि लगाएको थिएन सिट बेल्ट खै त भनेर भने अनि त्यसपछि होइन सर हतारमा अलि बिर्सेँ मैले भनेर भने कि अनि त्यसपछि के भन्छ अरे बिलबुक ल्याऊ भने अनि बिलबुक दिएँ लाइसेन्स पनि निस्केको थिएन फेरि मेरो त्यही पास भएको उसले गरिरहेको थियो मैले त अनि बिलबुक ल्याऊ भनेर भने अनि बिलबुक त अनि बिलबुक दिएँ अनि त्यसमाकै बिलबुक दिएँ अनि त्यसपछि चिट काट्नुपर्छ अब भनेर भने अनि त्यसपछि नगर्नु नि सर एकचोटिको लागि छोडिदिनु न भनेर भने कि मैले अनि त्यसपछि के भन्छ अरे कहाँ त्यसरी हुन्छ त अब चिट काट्नुपर्छ कि होइन भने यता खै के भन्नु थाल्यो अनि त्यसपछि म बाहिर आऊ तिमी यहाँ भनेर भन्यो बाहिर बोलायो कि मलाई फेरि प्यासेन्जर फेरि पछाडि छ क्या फेरि ढिलो हुन्छ र दाइ भनेर टाइम लाग्छ दाइ भनेर भने अब के भने एकछिन रोक्नु ल भनेर भने अनि त्यसपछि त्यहाँबाट सरले अनि यसो अब मैले रिक्वेस्ट गरेर अनि त्यस छोडिदिनु सर एकचोटि भने अनि त्यसपछि त्यहाँबाट अनि के गरेर मिलाउनु न भने अनि ल के गरेर मिलाउनु आइफे भन नि त भनेर भने अनि त्यसपछि हुन्छ नि त म अलिकति खर्च दिन्छु नि त सर हुन्छ मिल्छ भने ल भनेर पछाडि फर्केर हात राख्यो बिलबुक त्यहाँ राखिदियो अनि त्यसपछि मैले पनि त्यही पछाडि गोजीबाट अलिकति 500 रुपियाँ जति झिकालेर दिएँ अनि त्यहाँबाट जानु दियो अनि फेरि त्यहाँबाट सिल्भर लगायो अनि त्यसपछि चाहिँ हिँडेँ त्यहाँबाट अनि त्यही हो राति चलाउनु गाह्रो छ निन्द्राले पनि अलिकति झ्याउ बनाउँछ टिप नपाएपछि निन्द्रा लाग्छ टिप पाइराख्यो भने चाहिँ निन्द्रा लाग्दैन होइन त्यही हो अनि त्यसैले अनि काम चाहिँ गाडी चलाउनु पनि ठिकै छ होइन गाडी चलाउनुलाई पनि हेर्नु न ल यत्तिकै गाडीमा बसेछ गीत पनि उफर सुफर सबै हुन्छ नि त गीत सित बजाउने यताउति गर्ने होइन सबै गरेर पनि के अब हुन्छ नि मजा आउँछ त्यो चिल हुन्छ एउटा गाडीमा चाहिँ हेर्नु न यार कस्तो अब अहिले नि मलाई अब कस्तो आनन्द छैन त यहाँ हेर्नु गाडी मजाले चलाखा होइन अहिले चाहिँ म यो एयरपोर्ट साइडतिर जाँदैछु होइन अलिक भोक लाग्यो जस्तो नि भयो अनि पानी पनि तिर्खा लाग्यो कि अनि त्यही भएर अब त्यो पानी पनि खानु पऱ्यो अनि चिया पनि एउटा खानु पऱ्यो भनेर चाहिँ अनि यहाँ एयरपोर्ट साइडतिर गइरहेको छु अब यदि टिप पाएँ भने यतैबाट टिप्छु होइन भने त्यहीँ बसिरहेको छु अब अहिलेको लागि चाहिँ यहाँ नपाए नि अहिले एकछिनतिर चाहिँ पाउँछु कि अनि हो पाउँछु कति दिनमा अनि यति 8-10 दिनमा मैले अनि अरू के सिकेँ भन्दाखेरि होइन 8-10 दिनमा जस टाइमिङमै हिँड्नु पर्ने रहेछ भन्ने क्या अब होइन टाइमिङमा चाहिँ हिँड्नै पर्दो रहेछ भनेर क्या बेलुका 7 बजी जान्छु म अब अझ के भन्छ दाइ चाहिँ अहिले चाँडै आउँछ त्यही भएर अनि लाइभ बस्नु थाल्छ टिकटकमा अनि त्यसैले अनि चाँडै आयो भने म चाँडै पनि गइदिएर हुन्छु क्या लिनलाई अनि त्यसपछि 6 बजी पनि गइदिएर हुन्छु अनि त्यहाँको लिएर गयो 6 बजी लग्यो भने 6 देखि अथवा 7 देखि लग्यो भने 7 बजीदेखि 12 साढे 12 बजीसम्म चाहिँ काम पाउँछ होइन त्यसपछिको 1 2 3 मा अलिकति गाह्रो हुन्छ झ्याउ लाग्छ निन्द्रा लाग्छ अनि मान्छेहरू पनि नपाएपछि के अनि त्यसपछि त्यस्तो भएपछि चाहिँ अनि अलि झ्याउ नै हुन्छ क्या फेरि कुन दिनमा के अब बारहरूमा पनि धेरै फरक पर्दो रहेछ क्या अनि अब आइतबार सोमबार मङ्गलबार बुधबार यति दिनमा चाहिँ अब अलिअलि खासै चाहिँ नपाउने रहेछ खासै टिप चाहिँ होइन
अनि खासै टिप नपाउने यति दिनमा चाहिँ। अनि बिहिबार शुक्रबार शनिबार यो 3 दिनमा चाहिँ फेरि बाबालाई आउँछ कि फेरि है क्लब जाने होइन। अनि त्यसपछि क्लबबाट घर फर्किने कोही कहाँ अनि त्यसपछि यताउता हिँड्ने होइन। शनिबार छुट्टीको दिनमा यताउता लानेदेखि लिएर सब के अब त्यो हुन्छ नि त्यस्तो हुँदो रहेछ। अब त्यसरी थाहा हुँदो रहेछ बिस्तारै ट्याक्सी चलाउँदै गएपछि। म अहिले 8-10 दिन भयो। फर्स्ट दिनमा त अब त्यो धेरै गाह्रो पनि भएको थियो। अब के त्यो लोकेसन फेरि उल्टो देखाइदिएर अब कहाँ गल्लीभित्र छिरेपछि त अब गाह्रो क्या। फेरि ब्याकमा गर्नुलाई लास गाह्रो हुन्छ कि। त्यही भएर अनि गाह्रो पनि भइरहेको थियो। मजा आउने क्या फेरि होइन। गाडी चलाउनु पाऊ भनेर क्या अब होइन। अब अहिलेसम्म गाडी चला भने त अब त्यताहरूको कहिले काहीँ स्टोरी हो, नत्र भए त त्यो ड्राइभिङ सेन्टरमा सिक्दाखेरि मात्र हो कि। अनि त्यसपछि त त्यहाँ के भन्छ अरे सिक्यो सबै यताउति गऱ्यो। अनि त्यसपछि बल्ल तल कति क्या अब त्यो हुन्छ नि रन्काएर गयो होइन। वहाँ माथिसम्म रन्काएर गयो होइन। त्यो लोकेसन देखाएर क्या लास्टमा त्यो माथि गएर यताउति टर्निङ काटेपछि ल बाइकमा त छिर्ने ठाउँ क्या। अब गाडी छिर्ने ठाउँ अब मलाई यहाँदेखि वहाँ मुनिसम्म यार ब्याकमै के घुमाउने ठाउँधरि पनि स्पेसै छैन क्या। अनि त्यो भइसकेपछि चाहिँ अनि त्यसपछि गएर क्या। अनि अब धन्न 1-2जना मान्छेहरू झन् हिँडिरहेको थियो त्यतिखेर पनि। अब अलिकति सजिलै भयो होइन। फेरि गाडी अलिकति झ्याउहरू पनि हुनु क्या फेरि। अनि के भन्छ अरे रक्सी खाएको मान्छेहरू भेट्यो भने पनि फेरि लास झ्याउँछ क्या फेरि। त्यस्तो भयो भने पनि फेरि त्यही भएर अलिक गाह्रो नै छ होइन। आज पनि यार आज बिहान फर्स्ट के आज बेलुका अघि फर्स्ट ट्रिपमै यारमा एउटा केटी के अब कस्तो राम्ररी अब यताउति गर्ने खालकै केटी हेर्दा होइन। आइफोन बोकिरहेको केटी पछि लास्टमा चाहिँ के गरिदियो भन्दाखेरिमा अब त्यहाँ क्युआर माग्यो। क्युआर दिएँ मैले। अनि क्युआरबाट हुँदै भएन 3-4 चोटि 5 चोटि गऱ्यो होइन। हुँदै भएन। अनि लास्टमा अनि के भन्छ अरे म त तपाईँलाई माथि गएर वाइफाईबाट हालिदिन्छु भन्यो। अनि त्यसपछि ल नि त भनेर अनि हुन्छ म त त्यस्तो गर्ने खालको राम्रो थियो केटी पनि होइन। त्यही भएर अनि त्यस्तो गर्दैन होला भनेको। लास्टमा त अब त्यस्तो गर्दैन कि 275 कुरा थियो क्या। त्यही पनि अब त्यसले दिएन। अब त्यही ठिकै छ। अनि मैले पछि 1 घन्टापछि त्यस्तै फोन गरेको। अनि त्यसपछि चाहिँ फोन गरेर खै त आएन त पैसा म इन्टरभ्यूवाला बोलेको भनेर भने। अनि त्यसपछि मैले मेसेज हालिदिइहालेँ अरे भने अहिले अघि हेरेको अहिलेसम्म हालिदिएन कि। यस्तो नै हुन्छ क्या फेरि कहिले काहीँ चाहिँ फेरि पैसा छैन होला। अब यता छैन त अब भने भइहाल्यो। अब ट्याक्सी बुकेर यार मान्छेलाई अनि पैसा तिर्ने पैसा चाहिँ छैन यार। यस्तो हुन्छ क्या। ल अब म यता यहाँ चिया खानलाई जान्छु है। अब अहिले एकछिनमा भिडियो बनाउँला। अहिलेको लागि चाहिँ यहीँ राखिदिउँला ल। हस् हजुर धन्यवाद। हेरिदिनु होला। लाइक सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला। म युट्युब च्यानलमा हाल्छु यो भिडियो होइन। तपाईँहरूलाई अनि के छ अब यताउति नयाँ लाइसेन्स झिक्नेहरूको मान्छेहरूले गाडी चलाउँदा के हुन्छ यताउति भनेर मलाई सल्लाहहरू पनि बुझ्न सक्नुहुन्छ। कमेन्ट गर्नु होला है। र हस् त धन्यवाद। ल हेर्नु न यहाँ वहाँ छ त्यहाँ एयरपोर्ट है। अब वहाँदेखि म यहाँ एयरपोर्ट यहाँ अब चिया बेचिरहन हुन्थ्यो क्या। अरू बेला यता भिडहरू पनि भइरहन्थ्यो। आज त भिडहरू पनि छैन रहेछ क्या। त्यही भएर अब चिया बेच्ने पनि छैन रहेछ। त्यही भएर अब चिया पनि खान नपाउला जस्तो छ है। अब अहिले लगभग कति बजी 2 बजिसक्यो होला यार अहिले त। अब चिया पनि पाउँदैन रहेछ। निन्द्रा लागिसक्यो क्या। अब झ्याउ क्या। अब फेरि यस्तो होइन आज त क्या खाली भने होइन त हिजो अस्ति त एयरपोर्टमा त प्याक हुने भने क्या। प्याक जतिखेर पनि प्याक। यो चाहिँ यो सिरानी हो मेरो। फेरि म यस्तो सुत्ने बेलामा चाहिँ यस्तो राखेर होइन कसरी सुत्छ त अब यो सिट। अब फेरि सुताउनु पनि मिल्छ ठ्याक्क सुताएर आनन्द। अब मलाई फेरि निन्द्रा पनि लाग्दै आइसक्यो होइन। म आज किन मैले काममा जाँदिनँ भनेर होइन मैले काममा जाँदिनँ भनेको थिएँ। तर अब त्यहाँ घरबाट नि अब त्यहाँ फेरि जा भन्नु थाल्यो। अनि त्यही भएर म आएको हो कि। यस्तो छ यहाँ गाडीको होइन। गीत पनि बजाउनु मिल्छ होइन। सिधाइको गाडी हो। टचवाला हो कि फेरि है।
बस्छु म चाहिँ होइन अनि निदाइदिन्छु कि म त मेरो चार्ज पनि छैन 13%। म अब एकछिन चार्जमा राख्छु होला है। अब अहिले हेर्छु अब टिप के हुन्छ कसो हुन्छ। म एकछिन टिप हेर्छु चार्ज गर्दै। ल अब यति हो है। नयाँ नयाँ लाइसेन्स निकालेर बसेको मान्छेहरूले चाहिँ मलाई कमेन्ट गर्नु होला कसरी गाडी चलाउने अथवा कसरी गाडीको लागि के गर्नुपर्छ। मसँग त छैन गाडी, अब मैले मिलाउन सक्दिनँ। त्यही पनि नयाँ गाडी लिनु छ भने चाहिँ हेर्नु नसोध्नु ल है त।